मानिसलाई काउकुती किन लाग्छ थाहा पाउन यो भिडियो पुरा हेर्नुहोस् है। मानिसको छालामा लाखौं संवेदनशील स्नायुहरू हुन्छन्। जब कसैले शरीरका केही विशेष भागहरू जस्तै काखी, घाँटी, पेट वा पैतालामा हल्का स्पर्श गर्छ, ती स्नायुहरूले तुरुन्तै मस्तिष्कमा सन्देश पठाउँछन्। त्यो स्पर्शलाई अचानक र अनपेक्षित रूपमा मस्तिष्कले महसुस गर्छ। त्यसैले आँसो लाग्ने, शरीर खुम्च्याउने वा टाढा सरन जस्ता प्रतिक्रिया शरीरले देखाउँछ। यही प्रतिक्रियालाई हामी काउकुती लागेको भन्छौँ। धेरैजसो मानिसलाई आफूलाई काउकुती लगाउँदा खासै लाग्दैन, किनभने मस्तिष्कलाई आफ्नै हातको कारणले त्यो स्पर्श आउने कुरा पहिल्यै थाहा हुन्छ। अझ रोचक कुरा के छ भने वैज्ञानिकहरूका अनुसार पुराना जमानामा मानिसहरू जङ्गलमा बस्दा शरीरमा कुनै विषालु किरा वा लामखुट्टे बस्ने बित्तिकै थाहा पाउनु यो प्रणाली विकास भएको मानिन्छ। त्यसैले काउकुती लाग्नु भनेको मस्तिष्क र शरीरको एउटा रमाइलो खेल पनि हो। हवस् त, धन्यवाद।